हामी चाहिँ मावली गाउँमा छु। खास गरिकन यो सुप पेल्ने काम, हामीलाई सुप भन्छ अमिलो है, अमिलो पेल्ने काममा छौँ। पुरानो परापूर्व कालदेखि चल्दै आएको रीतिरिवाज भन्यो र यसरी गरिन्छ हाम्रोतिर। अनि यो चाहिँ डोकोभरि नै छ। मैले थोरै काट्न सघाइदिउँ भनेको मामालाई। मामा यसबाट खासमा के फाइदा हुन्छ यो हामीले यो पेलेर यसलाई चाहिँ यो चिजबाट के फाइदा हुन्छ मामा? हच्चिनो मिसिन चाहिँ चटनीमा, हजुर अचारमा, हजुर अनि यो पसल काम गर्नेलाई उनीहरूलाई हजुर त्यो हच्चिनो मिसिन हो। औषधि हुन्छ, जामिनको यो दबाई हुन्छ होइन? दबाई हुन्छ। यो पेल्ने आइडिया चाहिँ होइन कस्तो पुरानो होइन? यस्तो होइन, खियाउनु पर्छ। यो आगो बालेर आगोमा आगोमा जलाउनु पर्छ, जस्तो भुटुङ खियाउँदा आउने हजुर त्यसरी खियाउनु पर्छ। तर यो कोही जान्छन्, एक नाली छ भने हजुर एक पाथी राख्नुपर्छ, पाथीमा पनि कम राख्नुपर्छ, 3 माना राख्नुपर्छ। नालीको मतलब 2 पाथी छ भने 1 पाथी राख्नु पर्यो। एक पाथीभन्दा कम 3 मानामा राख्नुपर्छ। 3 माना उपोइन्छ पछाडि उपोयो भने त्यसमा किरा पर्छ, धुमुर्का लाग्दा डल्ला पर्छ। सही यसलाई खियायो भने तपाईँको सही असली यति हाले नहुन्थ्यो नि त खाचरमा। अनि त्यहाँ बेच्नु पर्यो कि यसलाई? तपाईँले त्यहाँ बेच्नु नै भएन, यत्रो छ। बेच्ने किन्ने मान्छेले बेच्ने पाल्यो। तपाईँको मेरो पाएको मान्छे भएर तपाईँ दाना लिकन तपाईँ उम्र ठाउँमा पर बजारमा दाना बेच्छन्। ए होइन, दाना बेच्छन्। अनि दानाबाट पैसा हुन्छ। अब त्यो नगर्नु बेच्दिने मान्छे छैन। हालेर यस्तो पेलेर सुप पाड्ने, हजुर सुप पाडिसकेपछि तपाईँको बेच्ने यसरी मानाको कुरुवाको हिसाबले एक कुरुवा कति रुपियाँमा जाने भयो? 100 150 तर सस्तो जाने भयो, त्यो घाटा हुँदो रहेछ होइन? काट्नुपर्छ पहिला, यसरी काटेर चाहिँ यसरी पेल्नु पर्ने हुन्छ। मामाले चाहिँ पेलिराख्नु भएको यसको रोग यो चाहिँ झारेर पुरै निकालेर पेलिसक्नु भयो यसमा मामाले चाहिँ आलिअलि।